यी हुन् नेपालमा बन्दै गरेका 5 मेगा प्रोजेक्ट जुन कम्प्लिट भयो भने नेपालको पुरै रूप नै फेरिन्छ। सोच्नुस् त यदि काठमाडौँबाट मधेस पुग्न 8-10 घण्टा होइन मात्रै 1-1.5 घण्टा लाग्यो भने के होला। यदि नेपालले आफ्नै बिजुली बेचेर वर्षको अरबौं रुपियाँ कमाउन थाल्यो भने के होला। अनि मुस्ताङको मुक्तिनाथ जान घण्टौंको धुलो बाटो होइन, सोझै केबल कार चढेर पुग्न सकियो भने यी कुनै सपना होइनन्। यी त नेपालमा अहिले बन्दै गरेका र बन्न लागेका ती मेगा प्रोजेक्टहरू हुन् जसले कम्प्लिट हुन साथ नेपाललाई सधैँका लागि बदलेर राख्नेछ। सुरु गरौं नेपालकै सबैभन्दा ठूलो नदी मध्येको एक बुढी गण्डकीमा बन्न लागेको बुढी गण्डकी हाइड्रो पावर प्रोजेक्टबाट। यो नेपालकै सबैभन्दा ठूलो हाइड्रो पावर हुनेवाला छ। यसले बनाउने जलाशयको क्षेत्रफल मात्रै 50 स्क्वायर किलोमिटर छ, जुन पोखराको फेवाताल भन्दा अलमोस्ट 15 गुणा ठूलो। नेपालले अबको 10 वर्षमा इन्डियालाई बिजुली बेच्ने सम्झौता गरिसकेको छ। अहिले नेपालले 2700 मेगावाट आफै बनाए पनि युद्धमा भारतबाट बिजुली किन्दै आएको छ। यो आयोजना बनेपछि नेपालको बिजुली घाटा सधैँका लागि हट्नेछ र नेपालले भारत तथा छिमेकी देशलाई अरबौंको बिजुली बेचेर धनी बन्छ। नेपाल सरकारले 2071 सालमा डीपीआर तयार पार्दा यसको लागत 2 खर्ब 70 अरब रुपियाँ अनुमान गरिएको थियो र 2078 सम्म सक्ने लक्ष्य थियो। तर पटक पटकको ढिलाइले गर्दा अब यो 2084 मा कम्प्लिट हुँदैछ र कच्चा पदार्थको भाउ बढेर लागत 1 ट्रिलियन 10 खर्ब नेपाली रुपियाँ पुगेको छ। सुरुमा चिनिया कम्पनीलाई दिए पनि 2075 मा सरकारले आफै बनाउने निर्णय गरेको थियो। बजेट जुटाउन सरकारले इन्धनमा प्रति लिटर 5 देखि 10 रुपियाँसम्म कर पनि उठायो, तर लगानी कहाँबाट जुटाउने भन्ने कुरा अझै प्रष्ट भइसकेको छैन। नम्बर 2 काठमाडौँ तराई फास्ट ट्र्याक। काठमाडौँ र तराई बीचको यात्रालाई 8-10 घण्टाबाट घटाएर मात्रै 1 देखि 1.5 घण्टामै झारिदिने अद्भुत प्रोजेक्ट हो काठमाडौँ तराई फास्ट ट्र्याक। ललितपुरको खोकनादेखि बाराको निजगढ सम्मको यो 72 किलोमिटरको लामो हाइवेमा मकवानपुरका विभिन्न ठाउँमा 3 वटा ठूला टनल सुरुङ बनाइदैछ। दूरी घट्दै घट्दा नेपालमा पेट्रोल र डिजेलको खपत सोझै 20% ले घट्नेछ। पृथ्वी हाइवेको ठूलो ट्राफिक प्रेसर हट्नेछ र यो नेपालकै सबैभन्दा मोस्ट इम्पोर्टेन्ट र बिजी हाइवे बन्नेछ। सुरुमा 85 अरब बजेट अनुमान गरिएकोमा ढिलाइले गर्दा लागत बढेर 2 खर्ब 14 अर्ब रुपियाँ पुगेको छ। 2074 मा नेपाल सरकारले निर्माणको जिम्मा नेपाली सेना नेपाल आर्मीलाई दिएको थियो। नम्बर 3 सुनकोशी मरिन डाइभर्जन। रौतहट, धनुषा, महोत्तरी, सर्लाही र बाराका किसानहरूले सिंचाइको अभावमा वर्षेनी ठूलो दुःख भोग्दै आएका छन्। उनीहरूकै भाग्य फेर्न सुरु गरिएको हो सुनकोशी मरिन डाइभर्जन बहुद्देश्य आयोजना। यसमा सुनकोशी नदीबाट 13 किलोमिटर लामो टनल खडेर मरिन नदी हुँदै बागमतीमा लगेर मिसाइनेछ। यो बन्यो भने मधेसका 5 जिल्लाको 1,22,000 हेक्टर भन्दा बढी जमिनमा वर्षैभरि सिंचाइ पुग्नेछ। यसले नेपालको कृषि क्षेत्रमा ठूलो क्रान्ति ल्याउनेछ। 12.5 अर्ब रुपियाँ लागत अनुमान गरिएको यो प्रोजेक्टमा कमालको प्रगति भएको छ। 2086 सम्म सक्ने लक्ष्य राखिएको यो प्रोजेक्ट यही गतिमा अघि बढ्ने समय भन्दा अगाडि नै सकिन सक्छ। नम्बर 4 काठमाडौँ केरुङ र रक्सोल काठमाडौँ रेलवे। भूपरिवेष्टित नेपाललाई उत्तरी छिमेकी चीन र दक्षिणी छिमेकी भारतसँग रेल मार्गले जोड्ने अति नै एम्बिसियस प्रोजेक्टहरू हुने। तिब्बतको केरुङदेखि काठमाडौँसम्म आउने यो रेलवेको नेपाल खण्ड मात्रै 72 किलोमिटर लामो हुनेछ। यो बनेपछि चीनको बीआरआई मार्फत नेपाल सोझै युरोपसँग पनि जोडिन सक्छ र भारतमाथिको ओभर डिपेन्डेन्सी घट्नेछ। तर $5.5 बिलियन लागत अनुमान गरिएको यो आयोजना प्राविधिक रूपमा अत्यन्तै डिफिकल्ट छ। 98% भाग टनल र ब्रिज हुनेछ। उच्च अल्टिट्युडमा वर्षौंदेखि जमेर बसेको माटो टेम्परेचर बढेर पग्लिएमा ठूलो एक्सिडेन्ट हुने खतरा पनि उत्तिकै छ। त्यसलाई रोक्न थर्मासाइफन भन्ने अति नै एक्सपेन्सिभ प्रविधि युज गर्नुपर्ने हुन्छ। नम्बर 5 विश्वकै सबैभन्दा लामो पोखरा मुक्तिनाथ केबल कार। गण्डकी प्रदेश सरकारले प्लान गरेको 86 किलोमिटर लामो पोखरा टु मुक्तिनाथ केबल कार पूरा भएमा यो वर्ल्डकै लङ्गेस्ट केबल कार रुट हुनेछ। या भनौँ विश्वभरिमा यति लामो केबल कारको रुट अन्त कतै छैन। यो बन्यो भने यसले एकैचोटिमा 36,000 भन्दा धेरै टुरिस्टलाई पोखरादेखि सोझै मुस्ताङ मुक्तिनाथसम्म पुर्याउन सक्नेछ। यसबाट वार्षिक 30 लाख आन्तरिक तथा विदेशी पर्यटकले मुक्तिनाथ भिजिट गर्नेछन्, जसले गण्डकी प्रदेशको पर्यटकीय अर्थतन्त्रलाई अलग्गै उचाइमा पुर्याउनेछ। ढिलासुस्ती, भ्रष्टाचार र पोलिटिकल इन्टरफेरेन्स जस्ता समस्याहरू पक्कै पनि छन्, तर नकारात्मक कुरा मात्रै गरेर केही आशा नै बाँकी छैन भन्नुपर्ने अवस्था भने आइसकेको छैन। काम हुँदैछ, नेपाल बन्दैछ। थोरै ढिलो भएको होला, तर पुरै धोका भने भइसकेको छैन। नेपाल बन्दैछ र बनेरै छाड्नेछ। यसका लागि हामी नेपालीले पनि साथ दिन जरुरी छ।